YHWH यो बाइबलमा परमेश्वरको त्यो पवित्र नाम हो जुन यहुदीहरूले उच्चारण गर्न पनि डराउँथे। आज हामी एउटा सानो तर गहिरो लेखाइभित्र लुकेको स्वर्गीय रहस्य खोल्न गइरहेका छौँ। तपाईले यीशुको क्रुसको चित्र हेर्नुभएको छ। क्रुसको माथि एउटा पाटी टाँसिएको थियो। यसमा लेखिएको थियो INRI। माथि 4 अक्षर देख्नु भएको होला। त्यो ल्याटिन भाषाको अक्षरहरूबाट बनेको रूप हो। INRI को रहस्य I बाट यीशु, N बाट नसरातको, R बाट राजा र I बाट यहुदीहरूका। नसरातको यीशु यहुदीहरूका राजा। बाइबल अनुसार त्यहाँ ग्रीक, ल्याटिन र हिब्रू गरी 3वटा भाषामा लेखिएको थियो। 3वटा भाषाको रहस्य किन 3वटा भाषामा लेखियो? यसको पछाडि एउटा ठुलो रहस्य छ। हिब्रू भाषाले यो सङ्केत गर्यो कि यीशु आत्मिक राजा हुनुहुन्छ। ल्याटिन भाषाको यो कानुन र राजनीतिक रोमी साम्राज्यको भाषा हो। यसले सङ्केत गर्यो कि उहाँ संसारको वास्तविक शासक हुनुहुन्छ। ग्रीकहरूले यो ज्ञान र दर्शनको भाषा थियो। यसले सङ्केत गर्यो कि उहाँ सत्य र बुद्धिको स्रोत हुनुहुन्छ। यो 3 भाषामा लेखिनुको अर्थ थियो कि यीशुको मृत्यु कुनै एउटा जाति वा देशका लागि मात्र होइन, बरु सारा संसारका लागि थियो। यी 3वटा भाषाले हिब्रू भाषामा लुकेको परमेश्वरको नाम निस्क्यो। यो सबैभन्दा अचम्मको र गहिरो रहस्य हो। हिब्रू भाषामा नसरातको यीशु यहुदीहरूका राजा लेख्दा यस्तो हुन्छ: यीशुआ नसराई मेलेक यहुदिम। यदि यसको प्रत्येक शब्दको पहिलो अक्षर मात्र लिने हो भने हिब्रूमा YHWH बन्छ। YHWH यो बाइबलमा परमेश्वरको त्यो पवित्र नाम हो जुन यहुदीहरूले उच्चारण गर्न पनि डराउँथे। जुन परमेश्वरको नाम लिन यहुदीहरू डराउँथे, त्यही नाम यहुदी शास्त्रीहरूले त्यो पढे। उनीहरूले त्यहाँ परमेश्वरको गुप्त नाम यहोवे देखे, त्यसैले उनीहरू डराए र पिलातस कहाँ गएर भने, यहुदीहरूका राजा नलेख्नुहोस्, बरु यसले म यहुदीहरूको राजा हुँ भन्यो भनेर लेख्नुहोस्। तर पिलातसले मानेनन् र भने, मैले जे लेखे। पिलातसले मैले जे लेखे भन्नुको पछाडि एउटा रहस्य छ। बाइबलको पुरानो नियममा परमेश्वरको योजनालाई कसैले बदल्न सक्दैन भन्ने मान्यता छ। क्रुसमा 3वटा भाषाको प्रयोग हुनुले बेबिलोनको धरहराको घटनालाई उल्टाइएको सङ्केत गर्छ। बेबिलोनमा भाषाहरू खलबलाइएका थिए र मानिसहरू छरिएका थिए। क्रुसमा 3वटा प्रमुख भाषाहरूलाई एकै ठाउँमा लिएर परमेश्वरले सबै भाषा बोल्ने मानिसहरू अब यीशुमा एक हुन सक्छन् भन्ने सन्देश दिनुभयो। मानिसहरूको सोचाइ त्यो क्रुसको सबैभन्दा माथि लेखेर राखिएको दोष र आरोप भनी सोचेका थिए। त्यसको स्थानले पनि एउटा गहिरो अर्थ दिन्छ। यीशुको टाउको भन्दा माथि दोष लेखिएको थियो। बाइबल अनुसार हाम्रा सबै पाप र दोषहरू उहाँको टाउकोमा थुपारिएका थिए। तर पिलातसले लेखेको पाटीमा कुनै पाप लेखेको थिएन प्रियहरू, केवल उहाँको पहिचान राजा लेखिएको थियो। यसले यो दर्शाउँछ कि उहाँ पवित्र र निष्कलङ्क हुनुहुन्थ्यो।